नमस्कार, आउनु सुरु गरौँ आजको नयाँ एपिसोडमा आज मैले प्रधानमन्त्री केपी शर्मा ओलीको कुटीको बारेमा बताउन गएको छु। हो, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुटी बनाउँदैन। कस्तो कुटी बनाउँदैछन् त आउनुहोस् कुरा गरौँ त्यही कुटीको बारेमा। तपाईँलाई आज म डिटेलमा जानकारी दिनेछु यस कुटीको बारेमा। जनताको सानो टिनको झोपडी नहुने यो देशमा सडकमा जिन्दगी बिताइरहेका जनता हुँदै पनि पूर्व प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसिसकेका विशिष्ट व्यक्तिले कुटीको नाममा अर्बौंको सम्पत्ति छ्वाम पार्दैछन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा बन्न गइरहेको सानो कुटी अर्बौं रुपियाँको हो। झन्डै दरबार जत्रो कुटीलाई उनले सानो कुटी भनेर व्याख्या गरेका छन्। कुटी भनेर सानो भन्ने संज्ञा दिएका छन्, तर त्यो सानो कुटी होइन। तपाईँको दिमाग र तपाईँको सोच्ने शक्तिलाई तन्दुरुस्त पार्नुहोस्। कुटी भन्नाले उनले दरबार बनाउँदैछन्, ठुलो महल बनाउँदैछन् काठमाडौँ जस्तो ठुलो सहरमा, जहाँ साँझ बिहान छाकटार्न धौ भइरहेका नेपाली जनतालाई जुम्ला हुम्लामा सिटामोल र जीवन जल जस्तो उपलब्ध नभइरहेको बेला पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुटी बनाउँदैछन्। उनले नेपालमा शासन गरेका छन्, सत्ता चलाएका थिए, तर पनि जनताको आवश्यकता भन्दा उनको आवश्यकता धेरै भयो देशमा। उनले चाहिने काम गरिदिएको भए अथवा उनले राम्रो काम गरिदिएको भए यो देशमा भदौ 23 र 24 गते जेनजी आन्दोलन हुन्थेन होला र जनतामाथि गोली नबर्साइदिएको भए ओली लगायत विभिन्न नेताका घर पनि जल्थेनन् होला, किनकि यिनै नेताका कुकर्तुतले गर्दाखेरि नेपालमा अर्बौंको सम्पत्ति जलेर नष्ट भयो। तर त्यही जलाउने मातहतका व्यक्ति प्रधानमन्त्री थिए, किनकि अहिलेको भूतपूर्व प्रधानमन्त्री त्यतिखेर वर्तमान प्रधानमन्त्री थिए र यो देश चलिरहँदा उनी हेरिरहेका थिए टुलु अहिले जनतालाई छाकटार्न धौ भइरहेको छ। चिसोमा लगाउने न्यानो लुगा नपाइरहेको बेला उनले ठुलै घोषणा गरेका छन् कुटी बनाउने, जनतालाई त्यही कुटीबाट फेरि शासन चलाउने छन्। याद गर्नुहोस्, तपाईँलाई फेरि पूर्व प्रधानमन्त्री केपी ओली शर्माले त्यही कुटीबाट शासन चलाउने छन्, याद गर्नुहोला।